जोजलपा नमस्ते। समय सन्दर्भ कार्यक्रमको पर्खाइमा रहनुभएका सम्पूर्ण प्रिय श्रोताहरूमा प्रविधि संयोजनमा युनिक साक्य र म शङ्कर थापाको अभिवादन। कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। आजको कार्यक्रममा हामी कीर्तिपुर नगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज ओझाज्यूसँग कुराकानी गर्दैछौँ। समय सन्दर्भ समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। हेलो इन्जिनियर साहब नमस्कार। जोजलपा नमस्कार। जोजलपा कार्यक्रममा यहाँलाई स्वागत छ। हजुर धन्यवाद। यसअघि पनि हामी कुराकानी गरेका थियौँ यसै कार्यक्रम मार्फत। यहाँले डिजिटल सिग्नेचर क्लियर आइरहेको छैन। हो, यसअघि पनि हामीले कुराकानी गरेका थियौँ डिजिटल सिग्नेचर बारेमा कुराकानी गरेका थियौँ है। हजुर। यो अहिले भन्नुपर्दाखेरि डिजिटल सिग्नेचर चाहिँ कतिको अब अद्यावधिक भएर लागू भइरहेको छ यहाँको? हजुर धन्यवाद। विद्युतीय हस्ताक्षर हामीले सुरु गरेका छौँ। ट्रायलमा हामीले करिब 1 महिना जति हामीले ट्रायलमा हाम्रो सिस्टममा ट्रायल गऱ्यौँ। त्यो ट्रायल गर्न अलिकति समय लाग्यो र अब हामीले अब दर्ता हुने जति नयाँ नक्साहरू छन्, भवन नक्साहरू छन्, त्यो नक्साहरू चाहिँ हामीले डिजिटल सिग्नेचरको प्रयोगबाट प्रिन्ट नगरिकन पेपरलेस गरेर चाहिँ अब हामीले सुरु गर्न गइरहेका छौँ। यसमा के कठिनाइहरू समस्याहरू केही देखा परेका छन् यहाँले ट्रायल गर्दाखेरि? पक्कै पनि हामी अब लगभग असार साउनदेखि नै हामीले विद्युतीय हस्ताक्षरमा जाने भनेर एउटा निर्णय गरेर हामीले त्यसको टोकनहरू खरिद गर्ने प्रक्रिया गऱ्यौँ र निकै नै हामीले पनि अलिकति यसको प्राविधिक पक्ष अलिकति कठिनाइ नै भयो हामीले काम गर्न। लगभग 7-8 महिना हामीले ढिलो पनि भयो यही तयारीको लागि। विभिन्न अब हामीले यसमा यो टोकनहरू हामीले हाम्रो सिस्टममा इन्टिग्रेट गऱ्यौँ। हाम्रो जुन हामीले विगत 4-4.5 वर्षदेखि नक्सा पास चाहिँ हामीले विद्युतीय अनलाइन एउटा वेब एप्लिकेसनबाट हामीले जुन अनलाइन सिस्टमबाट गरिरहेका थियौँ, त्यतिखेर गरिरहेको चिजलाई चाहिँ हामीले सँगसँगै अनलाइनमा पनि गऱ्यौँ र फिजिकल फाइल पनि हामीले बनाइराख्ने चलन थियो, जसले गर्दा सेवाग्राहीहरू अलिकति गाह्रो पनि थियो। यता पनि अनलाइनमा पनि विवरणहरू हाल्नुपर्ने र सँगसँगै फाइलहरू पनि हालिराख्नुपर्ने जुन एउटा झन्झट पनि थियो, त्यो झन्झटहरूलाई हामीले न्यूनीकरण गर्नको लागि चाहिँ यो करिब 7-8 महिनाको ड्युरेसनमा हामीले त्यो सिस्टममा प्रविधिमा हामीले वर्कआउट गऱ्यौँ र वर्कआउट गरिसकेपछि अहिले चाहिँ हाम्रो आएर सम्पूर्ण चिजहरू जस्तै क्रिप्टो टोकनदेखि लिएर यसको सर्भर व्यवस्थापनहरू सबै चिज तयार भएको छ र खुसीको कुरा लगभग हिजो मेरो डेटा अनुसार 19-20 जना प्राविधिकहरूले जुन डिजाइनर साथीहरू हुन्छ उहाँहरूले पनि विद्युत हस्ताक्षर खरिद गरिसक्नु भइसकेको हुनाले गर्दा अब हामी छिट्टै नै आइतबार सोमबारदेखि नै एउटा सानो कार्यक्रम सञ्चालन गर्दा चाहिँ विद्युत हस्ताक्षर पूर्ण रूपमा सुरु गर्दैछौँ कीर्तिपुर नगरपालिकामा। यो डिजिटल सिग्नेचरले चाहिँ अब भनौँ न सेवाग्राहीलाई सुविधा दिनु त ठुलो कुरा हो, त्यसमा आर्थिक भार पनि पर्न सक्ने सम्भावना छ नि? होइन, विद्युतीय हस्ताक्षरले आर्थिक भार पर्दैन पक्कै पनि, किनभने अहिले हामीले जुन काम गरिरहेका छौँ त्यही काम नै हामीले गर्ने हो। म हजुरलाई एउटा सानो उदाहरण दिन्छु। जस्तै हामीले काम गर्दाखेरि निवेदन लेख्छौँ, निवेदनको मुनि साइन सिग्नेचर गर्छौँ, हस्ताक्षर गर्छौँ र इभन हामी शाखाको कर्मचारीहरूले पनि प्रमाणपत्र निकाल्छौँ र प्रमाणपत्र निकालिसकेपछि त्यहाँनिर चाहिँ हस्ताक्षर गर्ने हो। त्यो हस्ताक्षर मात्र विद्युतीय माध्यमबाट एउटा टोकनको माध्यमबाट गरिने हो। आर्थिक भार पर्दैन, बरु घट्छ। किनभने हामीले नगरपालिकामा नक्सा यदि हजुरले देख्नु भएको छ भने विभिन्न किसिमका ठुलो A1 साइजको नक्साहरू हामीले प्रिन्ट गरेर त्यसरी पनि पैसा खर्च भइरहेको हुन्छ, प्रिन्टरको पैसा खर्च भइरहेको हुन्छ, डट पेनको पैसा खर्च भइरहेको हुन्छ। ती सबै चिजहरू चाहिँ अब हटेर जानेछन् र आर्थिक भार बढ्ने होइन, आर्थिक भार चाहिँ घट्छ। अब त्यो नक्साहरूलाई चाहिँ हामीले स्क्यान गरेर होइन, हामीले स्क्यान पनि गर्नु पर्दैन। हामीले जुन अटोक्याड फाइलमा जुन नक्सा बनाइएको हुन्छ त्यही अटोक्याड फाइल नै हामीले विद्युतीय हस्ताक्षर गरेर अनलाइनबाट नै हामीले पठाउने हो। त्यसलाई कुनै किसिमको प्रिन्ट पनि गर्नु पर्दैन, स्क्यान पनि गर्नु पर्दैन। त्यो अनलाइन जेमा नक्सा बनाइन्छ त्यही चिज, त्यही सफ्टवेयर, त्यही फाइल नै, त्यो सफ्ट फाइल नै हामीले पठाउनु पर्ने हुन्छ। सेवाग्राहीहरू अब यतिको शिक्षित हुनुहुन्न होला नि, यो कतिको लाभदायक देखिन्छ? मैले अलिकति बुझिनँ हजुर। सेवाग्राहीहरू अब यो भनौँ न अहिले नयाँ आएको प्रविधिमा भिज्न सक्दैनन् होला नि? होइन, यसो छ, अलिकति आधुनिक प्रविधि भएको हुनाले गर्दाखेरि गाह्रो चाहिँ अलिकति सुरुमा चाहिँ गाह्रो हुन्छ। तर त्यसको पनि हामीले योजनाहरू बनाएका छौँ कसरी चाहिँ हामीले सेवाग्राहीलाई सजिलो बनाउने भनेर। जो सेवाग्राही प्रविधि मैत्री हुनुहुन्छ उहाँहरूलाई यो बारेमा जानकारी छ, उहाँहरूलाई सजिलो हुने भयो। र जसलाई कठिनाइ हुन्छ, कठिनाइ हुने सेवाग्राहीले हामीले अहिले सुरुको चरणमा चाहिँ हामीले आफै
बसेर म अथवा हाम्रो टिम हामीसँगै बसेर चाहिँ हामी काउन्सिलिङ गर्छौँ र आवश्यक परेको खण्डमा नगरपालिकाले आफै नै जुन उहाँहरूले पहिला आफ्नो पैसाले प्रिन्ट गर्नुहुन्थ्यो हामीले एउटा प्रिन्टरहरू पनि लिएका छौँ त्यो प्रिन्टर हामी नै उहाँलाई प्रिन्ट गरेर उपलब्ध गराउँछौँ सुरुको फेजमा पछि उहाँहरू पूर्ण रूपमा जानकार भइसकेपछि उहाँले आफै त्यो सिस्टम चलाउनु हुने र अहिले ट्रायल बेसिसमा चाहिँ सेवाग्राहीलाई सुविधा होस् भनेर नगरपालिकाले आफैले सहयोग गर्ने हो तर जो चाहिँ प्रविधिसँग जानकार हुनुहुन्न जो प्रविधि जानकार हुनुहुन्छ जसलाई चाहिँ इन्टरनेटको एक्सेस छ जसले चाहिँ सजिलोसँग हेर्न सक्नुहुन्छ उहाँहरूले चाहिँ गर्नु नै हुने भयो होइन अब जस्तै भूकम्प पीडितका केसमा अथवा जो चाहिँ साक्षर हुनुहुन्न उहाँहरूलाई समस्या छ भने चाहिँ उहाँहरू चाहिँ हामी सहजीकरण गर्छौँ पहिलो चरणमा हजुर आशा छ यो डिजिटल सिग्नेचरले सेवाग्राहीहरूले सुविधा पाउन् भन्ने हामीले आशा गरेका छौँ होला इन्जिनियर साहब म अब अर्को प्रश्न यहाँलाई के राख्छु भने यो 2072 सालको भूकम्पपछि कीर्तिपुर क्षेत्रमा पनि विकास निर्माणका काम भइरहेका छन् बाटाहरू फराकिला भइरहेका छन् चौडा भइरहेका छन् अब अनि नयाँ बाटाहरू खनिरहेका छन् अनि संरचना घरहरू पनि यत्तिकै बनिरहेको छ यो बारेमा म यहाँलाई एउटा के गर्न चाहन्छु भने कीर्तिपुर नगरपालिकाले एउटा फिक्स भनौँ न यो मापदण्ड तयार पारेको होला नि कुन बाटोमा कति अब छोडेर घर बनाउने कुन बाटोमा कति जग्गा छोडेर घर बनाउने भन्ने एउटा मापदण्ड तयार पारेको छ होला है हजुर पक्कै पनि छ हजुर यो कुन चाहिँ बाटोमा कति भनेर कसरी थाहा हुन्छ होला है सेवाग्राहीलाई यसो छ यो कीर्तिपुर नगरपालिकामा बाटोको वर्गीकरण सजिलो छ खासै गाह्रो छैन 22 मिटरको बाटोदेखि लिएर एउटा 22 मिटरको बाटो एउटा 14 मिटरको बाटो 11 मिटर 8 मिटर र 6 मिटर भनेर यसरी 4-5 वर्गमा हामीले छुट्याएका छौँ र यो बाटोको मापदण्ड कति भन्ने चिजलाई चाहिँ जस्तै अब धेरै अन्यल भयो भनेर यसलाई लिखित रूपमा चाहिँ फलानदेखि फलानको बाटोको मापदण्ड यति भनेर चाहिँ हामीले किताबमा लेखेको चाहिँ छौँ त्यो वेबसाइटमा पनि छ तर यसलाई अझ सजिलो होस् भनेर हामीले एउटा नक्सा पनि तयार गरेका छौँ कीर्तिपुर नगरपालिकाको हजुरले नक्सा शाखा अगाडि देख्न पनि सक्नुहुन्छ एउटा ठुलो नक्सा छ त्यो नक्सामा चाहिँ हामीले कलर कोडिङ गरेर विभिन्न कलरको विभिन्न रङहरू लगाइदिएर जस्तै 22 मिटरको बाटोले एउटा रङ 14 मिटरको बाटोले एउटा रङ गुगल अर्थको त्यो जुन इमेज हुन्छ त्यो एउटा नक्सा कीर्तिपुर नगरपालिकाको एउटा नक्सा नै प्रष्टसँग बुझिने गरी हामीले राखेका छौँ र नगरपालिका मात्र होइन हामीले हरेक वडामा 1 देखि 10 सम्म प्रत्येक वडामा हामीले चाहिँ त्यत्रै ठुलो साइजमा हामीले नक्सा बनाएर त्यो वडा क्षेत्रभित्र कति बाटा पर्छन् त्यो स्केलमा चाहिँ हामीले त्यसको लम्बाइ पनि मेजर गर्न सक्छौँ र कलर कोडिङ गरेर विभिन्न 22 मिटर 14 11 8 6 मिटर र साना बाटाहरू यदि गोरेटा बाटाहरू छन् र 4 मिटरका 1.5 इन्चका बाटाहरू छन् भने ती बाटाहरू पनि हामीले कलर कोडिङ गरेर चाहिँ वडामा पनि नक्सा राखेका छौँ नक्सा वडामा पनि छ नगरपालिकामा पनि तयार बनाएर राखिएको छ त्यसलाई वेबसाइटमा राख्नु भएको छ यसलाई वेबसाइटमा चाहिँ हामीले अलिकति राखेका छैनौँ किनभने हामीले पहिलो चरणमा चाहिँ यसलाई वडाहरूमा राखिसकेपछि त्यहाँनिर कुनै किसिमको त्रुटि छ भने त्यहाँनिर कोरिएर सुझावहरू आउँछ सुझाव आइसकेपछि हामीले अब पछिल्लो 4-5 महिना अध्ययन गर्ने भनेर चाहिँ त्यो पूर्ण रूपमा कम्प्लिट नभइसकेको हुनाले गर्दा अध्ययन भएर आओस् त्यसपछि हामी वेबसाइटमा त्यसलाई राख्छौँ हजुर अब यो यसरी वर्गीकृत बाटोहरूमा चाहिँ पेटीको लागि कति जग्गा छोड्नुपर्ने र कति जग्गा छोडेर घर बनाउन पाउने भन्ने एउटा निर्धारित एरिया होला नि अब यसो छ यसमा चाहिँ एउटा भनेको बाटोको क्षेत्राधिकार हुन्छ जस्तै अब 14 मिटरको बाटो छ भने केन्द्र रेखाबाट 7 मिटर हामीले बाटोको क्षेत्राधिकार छोड्नुपर्छ 14 मिटर टोटल हो राइट अफ वे भनिन्छ त्यसलाई क्षेत्राधिकार बाटोको क्षेत्राधिकार र केन्द्र रेखाबाट 7 मिटर छोड्नुपर्छ र 7 मिटर छोडिसकेपछि पनि सेटब्याक हुन्छ जुन पेटीको लागि हामीले छोड्ने भनेको सेटब्याक हुन्छ जेनरली नर्मल त आवश्यक घरहरूको लागि हामीले 1.5 मिटर सेटब्याक छोडाउँछौँ भने रेसिडेन्सियल घरको लागि 2 मिटर हुन्छ र अरू कुनै संस्थागत भवनहरू छन् सार्वजनिक भवनहरू छन् भने चाहिँ 3 मिटरसम्म पनि हामीले सेटब्याकहरू चाहिँ छोड्नुपर्ने हुन्छ मतलब 14 मिटरको बाटोमा सेटब्याक भनेर 1.5 मिटर तपाईँले छोड्नु पर्यो 14 मिटर मात्र होइन 14 बाटोको क्षेत्राधिकार जत्रो होस् चाहे 14 होस् चाहे 11 होस् चाहे 8 होस् चाहे 6 होस् चाहे 4 मिटर होस् सेटब्याक भनेको हाम्रो स्ट्यान्डर्ड 1.5 हुन्छ नर्मल रेसिडेन्सियल घरको लागि भने कमर्सियल व्यापारिक घरको लागि चाहिँ हाम्रो 2 मिटरदेखि लिएर संस्थागत अथवा सार्वजनिक घरहरूको लागि 3 मिटरसम्म हुन्छ 3 मिटरसम्म छोड्नु पर्ने हैन हजुर बाटोको खास चौडाइदेखि 3 मिटरसम्म छोड्नुपर्ने हो क्षेत्राधिकार सकिसकेपछि जति बाँकी रहन्छ त्यो पेटीको लागि भनेर सेटब्याक चाहिँ हामीले छोडेर मात्र उहाँहरूले चाहिँ स्थायी घर अथवा संरचना निर्माण गर्न पाउनुहुन्छ यसरी यहाँले यस्तो भनिरहँदाखेरि मैले धेरैवटा बाटोहरू यहाँ हेरेको छु हाम्रो कीर्तिपुर नगरपालिकामा त्यो बाटो बराबर पेलेर पर्खाल लगाइरहेको अब त्यहाँनिर पिलर ठडाइरहेको पनि देखिएको छ अब यो चाहिँ कसले निगरानी भनौँ न अब यसको चाहिँ निरीक्षण चाहिँ कसले गर्छ हजुर नगरपालिका तर्फबाट
अब निरीक्षण मैले पहिलेदेखि नै भन्ने गरेको छ, निरीक्षण नगरपालिकाले अनुगमन नगरपालिकाले पनि गर्नुपर्छ, हामीले पनि गर्नुपर्छ र हरेक स्थानीय हुनुहुन्छ त्यो बाटोको प्रयोगकर्ता जो हुनुहुन्छ, सांसदीय जो हुन्छ उहाँहरूले पनि निगरानी गर्नुपर्छ जस्तो लाग्छ मलाई है। मैले प्राविधिक हिसाबले मैले भन्न मिल्ने कुरा यसरी जथाभावी रूपमा बाटोको क्षेत्राधिकार र सेटब्याक छोडेर कुनै पनि किसिमको स्थायी अथवा अस्थायी निर्माण गर्न पाउनु हुँदैन भन्ने नै हो र यसको निगरानी हामी पनि गर्छौँ र हरेक स्थानीयले पनि गर्नुपर्छ र नगरपालिकाले पनि पक्कै पनि गरिरहेको छ। अब बिस्तारै यो चिजहरूलाई पनि कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा छलफल पनि भइ नै रहेको छ नगरपालिकामा। अनि त्यसमा के कारबाहीको के व्यवस्था छ कि कुनै किसिमको भनौँ न अब जरिवाना यस्तो किसिमको केही व्यवस्था छ? अनधिकृत रूपले तल थप्ने अथवा नक्साभन्दा विपरीत बनाउने हकमा चाहिँ हामीले त्यो कामहरू गरि नै रहेका छौँ। अब जुन हिसाबले अब हामीसँग एउटा सीमित स्रोत साधन छ त्यो स्रोत साधनको मोनिटरिङ गर्न अथवा निरीक्षण गर्न हामीले नभइरहेको अवस्था पनि छ। त्यसलाई पनि हामी चाहिँ बिस्तारै अब नेक्स्ट फेजमा चाहिँ त्यो चिजहरूलाई पनि हामी बिस्तारै कार्यान्वयनमा ल्याउँछौँ र माथिल्लो तहबाट नीतिगत रूपमा पनि छलफलहरू भइ नै रहेको छ जस्तो लाग्छ मलाई। अनि अहिले कतिपय बाटोहरू बनिरहेको छ, त्यहाँनिर बाटोहरूमा कति ठाउँमा पेटी तयारी भइसकेको छ, कति ठाउँमा चाहिँ अब भनौँ न अब बाटोको चौडा नै निर्धारण गरिसकेको छैन। यो बारेमा चाहिँ के नगरपालिकाले कस्तो कदम उठाउनुहुन्छ? अब यो चाहिँ अलिकति विषय फरक पर्यो। म नक्सासँग रिलेटेड हामी हो, अब योजना पनि हुनुहुन्छ होइन, अब योजनाबाट पनि सायद प्लानिङहरू भएको कुराहरू हुन्थ्यो। अब त्यसको मैले डाइरेक्ट आन्सर चाहिँ दिन सकिनँ, योजनासँग सम्बन्धित भयो, अलिक अर्को विषयवस्तु परेको हुनाले विषयवस्तु अलिकति फरक पर्यो है हजुरको। ठिकै छ। अब कस्तो भने हाम्रो कृषि क्षेत्रमा बाटोहरू त बनिरहेका छन्, प्रशस्त बनिरहेका छन्, तर कति ठाउँमा यो पैदल यात्रुहरूलाई हिँड्नको लागि पेटीसँग तयारी भइसकेको छ, कति ठाउँमा जस्ता तस्तै छ के। यो गुनासो पनि आइरहेको छ हाम्रो श्रोताहरूको, कहिले बन्छ र हामीले देखिरहेको चिज हो। अब तिनीहरू बिस्तारै अब त्यो अब योजनासँग सम्बन्धित भयो, शहरी विकाससँग सम्बन्धित भए। हजुर अर्को एउटा गुनासो चाहिँ के छ भने यहाँ इन्जिनियर साहब म यहाँ राख्न चाहेँ, पुराना संरचनाहरू बाटो चौडा पारिनुभन्दा अगाडिका संरचनाहरू घरहरूलाई छोडेर अब नयाँ घर बनाउँदा चाहिँ यो मापदण्ड लागू हुन्छ होइन? हजुर त्यही त यही सम्बन्धी आएको थियो एउटा कुरा, अनि मैले यहाँलाई राखेँ। अब अर्को एउटा म के हजुर अनि अर्को एउटा गुनासो पनि छ यहाँ, म यहाँ पढेर सुनाउँछु। बाटो चौडा पारिनुभन्दा अगाडिका संरचनाहरू बाहेक बाटो चौडा पारेपछि नयाँ बन्ने संरचनाहरूको हकमा नयाँ मापदण्ड लागू हुनुपर्ने र त्यसमा चाहिँ राजनैतिक पहुँचताका कारणले समाजका के लेख्नु भएको छ यो भने समाजको सोसियल रेपुटेसनका कारणले मिचेर बनाउने प्रचलन बढेको छ भनेर एउटा गुनासो आएको छ। यसको लागि के गर्नु पर्ला हामीले? अब यसो छ, मैले पहिला पनि भने हामी विगत 4.5 वर्षदेखि एउटा अनलाइन सिस्टमबाट हामीले काम गरिरहेका छौँ है, र त्यो सिस्टम पारदर्शी छ। हामीले कुन किसिमको फाइल कसरी गरिरहेका छौँ सबै चिज हेर्न मिल्ने नै बनाएको छ र मेरो जानकारीमा भएअनुसार छन् एक दुईवटा चिजहरू, ती चिजहरूलाई हामीले रेगुलाइज गरेका छैनौँ। जसरी चाहिँ नियम मिचेर बनाएको घरहरूलाई हामीले नियमन गरिरहेका छौँ र रूपमा बनाउन दिएका पनि छैनौँ र भत्किसकेपछि पुरानो घर भत्किसकेपछि जुन नयाँ मापदण्ड छोड्नुपर्ने छ त्यो मापदण्ड हामीले पक्कै पनि छोड्नुपर्छ, किनभने हामी हातले कुनै पनि किसिमको चिज देख्दैनौँ। सबै सिस्टममा हामीले हाम्रो जुन मापदण्ड छ त्यो मापदण्ड नै सिस्टममा इन्टिग्रेट गरेर राखिएको छ र कुनै हकमा यदि कोही सेवाग्राहीलाई अप्ठ्यारो छ, उहाँको घरै निर्माण नहुने अवस्था छ भने त्यस्तो हकमा विशेष तरिकाले नीतिगत रूपमा हामीले निर्णय गराएर मात्र त्यस्तो कामहरू गरेका छौँ। अन्यथा हामीले चाहिँ हाम्रो मापदण्डभन्दा विपरीत घर निर्माण अनुमति चाहिँ दिएको छैनौँ। हजुर अब अलिकति यो टेबल मुनि पैसा दिने यस्तो चलन पनि चलिरहेको छ नि हाम्रो नगरपालिकामा, छैन र? छ र खै त्यसै कारणले होला अब हेर्दाखेरि पनि अलि अचम्म लाग्ने खालका नक्साहरू पनि पास भएर आइरहेका छन्। होइन छैनन्, यदि छन् भने हजुरले एउटा लिखित रूपमा कुन नक्सा हो, कुन प्रमाणपत्र हो, त्यसरी भएको कुन घर हो, लिखित रूपमा एउटा निवेदन हजुरले नगरपालिकामा दिनुभयो भने हामी त्यसको अनुगमन गर्छौँ र जुन यो पैसा लिने जुन भन्ने एउटा जुन आइरहेको छ कुरा त्यो
हामीले पूर्ण रूपमा हटाएका छौँ जस्तो लाग्छ मलाई। पहिला म्यानुअल सिस्टममा नक्सा थियो, हामीले त्यही चिजलाई अब त्यस्तो जुन विषयहरू जुन सुन्ने हुन्छन् ती चिजहरूलाई हटाउनको लागि हामीले यसलाई अनलाइन सिस्टममा ल्यायौँ। अनलाइन सिस्टममा ल्याइसकेपछि हामीले एप्लिकेसन ट्र्याक भन्ने सिस्टम राखेका छौँ। कुन फाइल कति दिन कसको डेस्कमा बसेको छ हेर्न मिल्छ होइन, र हेर्न मात्र मिल्दैन, उहाँले प्रश्न पनि गर्न मिल्छ किन मेरो फाइल चाहिँ 7 दिन 8 दिनभन्दा बढी बस्यो, किन यत्रो लामो समय बसिरहेको छ भनेर। त्यो एउटा पारदर्शिताको पनि प्रतिबद्धि चाहिँ यो वेबसाइटले गरिरहेको छ। र अब विद्युतीय हस्ताक्षरपछि त्यसलाई अझ प्रभावकारी रूपमा चाहिँ उहाँहरूले ट्र्याक पनि गर्न सक्ने हामीले सिस्टम बनाएका छौँ। कमेन्टहरू हामीले जस्तै त्यहाँ कमेन्टहरू लेख्नुपर्ने हुन्छ, त्यो कमेन्टहरू पनि सेवाग्राहीले पढ्न मिल्छ। के कमेन्टले गर्दाखेरि चाहिँ मेरो फाइल फर्कियो अथवा किन चाहिँ ढिलो भयो भनेर त्यो कुराहरू पनि हामीले राखेको हुनाले गर्दाखेरि त्यस्तो चिजहरू चाहिँ अब बिस्तारै न्यूनीकरण भइ नै रहेको छ र यो हुन्छ भने। हजुर, अब फेरि म एकपटक यो विद्युतीय हस्ताक्षरमा एउटा सोध्न चाहेँ मैले यहाँलाई के भने घर बनाउँदाखेरि यो विद्युतीय हस्ताक्षरबाट यहाँले जुन नयाँ पद्धति अपनाउनु भएको छ यो खुसी लाग्दो सराहनीय काम पनि हो। र यसमा समय कति लाग्छ हजुर? यसमा समय झन् छोटो लाग्छ। पहिला हामीले विद्युतीय हस्ताक्षर गर्नुभन्दा अगाडि सिस्टममा सबै विवरण हालिसकेपछि फाइल पनि बनाएर एउटा फर्म हुन्थ्यो। त्यो फर्म बनाएर नगरपालिका ल्याउनु पर्ने एउटा कुरा भयो भने हामीले बिचमा काम गर्दाखेरि प्रमाणपत्र निकाल्ने, प्रमाण निकालिसकेपछि विभिन्न चरणको हस्ताक्षर गर्नुपर्ने हुन्थ्यो। अनि कहिलेकाहीँ अब म नै कुनै मिटिङमा हुने व्यस्त हुने, हिसाबहरू व्यस्त हुने हुँदाखेरि त्यो प्रमाणपत्र निक्लिन पनि ढिलो भइरहेको हुन्थ्यो, सिग्नेचर गर्न पनि ढिलो भइरहेको हुन्थ्यो भने अब चाहिँ ती चिजहरू सबै झन्झटहरू हट्यो। हामीले एउटा सिस्टम हामीले ल्यापटपबाट अथवा कम्प्युटरबाट नै त्यो विद्युतीय हस्ताक्षर आफ्नो टोकन युज गरेर हामीले जहाँ बसेर पनि गर्न सकिने भयो, बिहान बेलुका जुनै पनि समयमा हामीले गर्न सक्ने भयो। त्यो गर्ले गर्दाखेरि चाहिँ यो समय पनि अझ हाम्रो छोटो हुने भयो, लामो हुँदैन। अब कुन कामको लागि कति समय भनेर निर्धारित भएको छ त्यो पनि छ। हामीले वेबसाइटमा एउटा हाम्रो वेबसाइट हजुरले www.ebps.kirtipur.gov.np मा गएर हजुरले हेर्नुभयो भने हाम्रो होम पेजमा त्यहाँनिर एउटा ब्रोसर भन्ने राखेको छ। त्यो ब्रोसरमा हाम्रो विवरण छ भने त्यो एउटा EBPS फ्लो चार्ट भन्ने छ। त्यो फ्लो चार्ट हजुरले खोल्नुभयो भने त्यहाँनिर एउटा फ्लो चार्ट आउँछ। त्यो कार्य चार्टको चार्ट प्रभाव भन्दा आउँछ। त्यसमा चाहिँ डिजाइनर डेस्कको कति दिन, डिजाइनर डेस्क होइन रेजिस्ट्रेसन डेस्कको 3 दिन, टेक्निकल डेस्कको कति दिन, राइसो डेस्कले कति दिन, वार्ड डेस्कले कति दिन, फिल्ड डेस्कले कति दिन, एक्जिक्युटिभ डेस्कले कति दिन भनेर चाहिँ हामीले अधिकतम समय तोकेको। त्यो अधिकतम समय कट्नु हुँदैन, त्योभन्दा कममा चाहिँ नक्सा पास भएर जान सक्छ। अब यो जानकारी उहाँले पाइसकेपछि उहाँले आफ्नो फाइल ट्र्याक गर्नु पर्यो। मेरो फाइल चाहिँ किन चाहिँ 3 दिनभन्दा बढी रजिस्ट्रेसन डेस्कमा छ, रजिस्ट्रेसन डेस्कले 3 दिनभित्र मेरो काम गरिसक्नु पर्ने छ, बा कुनै कैफियत पो छ कि त्रुटि पो छ कि भनिसकेपछि उहाँले हेर्नु पर्यो। यदि विवरण कैफियत छ भने त्यो चिज हामीले त्यहाँ पत्रिका लेखिएको हुन्छ। त्यो पत्रिका पनि उहाँले चाहिँ चेक गर्न मिल्छ, हेर्न मिल्छ कि मेरो विवरणमा चाहिँ यो मेरो फाइलमा त्रुटि भएको रहेछ, त्यही भएर चाहिँ यो होल्ड भएको रहेछ, कसले सच्याउने भन्दा अब जुन डेस्कमा हामीले पठाइदिएको हुन्छौँ त्यो डेस्कमा सच्याउनु पर्यो भनेर पनि जानकारी हुन्छ। र त्यो उहाँहरूले फलोअप गर्नुभयो भने सजिलो पनि हुन्छ र कसैले फाइल रोक्ने अथवा अनावश्यक दुःख दिने झन्झट पनि हुँदैन। र जुन अघि हजुरले जुन भन्नुभयो जुन टेबल मुनिका कुरा ती कुराहरू पनि हुँदैनन्। र हामी पछिल्लो लगभग 8-9 महिनादेखि त सेवाग्राहीसँग कन्ट्याक्टमा पनि हुँदैनौँ। हामी छुट्टै यो कोभिडको कारणले गर्दाखेरि पनि हाम्रो यदि शाखा हजुर आउनुहुन्छ भने सेवाग्राहीसँग हामी सेवाग्राहीले भित्र हाम्रो प्राविधिक साथीहरू अथवा हाम्रो कर्मचारीहरू त्यसरी सिधै इन्ट्रेक्सन नै गर्न पाउनुहुन्न। वान डोर सिस्टम छ। वान डोर सिस्टमबाट उहाँहरूले रिसेप्सनमा बसेको जुन कर्मचारी हुन्छ उहाँसँग मात्र उहाँको इन्फर्मेसन सेयरिङ हुन्छ, अरूसँग त्यसरी प्रत्यक्ष रूपमा हुँदैन। हजुर, नगरपालिका भन्न साथै त्यो आर्थिक रूपमा चलखेल हुने ठाउँ हो कि भन्ने यो जनमानसमा परिसकेको प्रभाव हो। मैले त्यसैले यहाँलाई अलिकति सोध्नुपर्ने स्थिति भएर मैले सोधि पनि हालेँ होइन। मैले क्लियर गरेँ नि त हजुर। यो डिजिटल सिग्नेचरले चाहिँ सेवाग्राहीमा पक्कै पनि सरल र छिटो काम हुने रहेछ भनेर देखिन्छ। अब यसलाई सफलताको लागि म कामना गर्दै म आज यहाँसँग छुट्टिन चाहेँ। अन्त्यमा केही भन्नु छ यहाँको? हस् धन्यवाद। अब हामी छिट्टै नै पछि यही अब कमिङ सन्डे मन्डे हामी डिजाइनको तालिम राखेर र हरेक वडा सचिव वडाको कर्मचारी साथीहरूलाई पनि हामीले यो तालिममा सहभागी गराएर अब अर्को हप्तादेखि हामी पूर्ण रूपमा विद्युतीय हस्ताक्षरमा जान्छौँ। हजुरहरूको साथ सहयोग हामीलाई आवश्यक छ र सँगसँगै जसले चाहिँ जो चाहिँ प्रविधिसँग जानकार हुनुहुन्न उहाँहरूलाई पनि हामी चाहिँ हाम्रै आफ्नो तर्फबाट वडाको तर्फबाट हामी काउन्सिलिङ गरेर चाहिँ यो विद्युतीय हस्ताक्षरलाई सफल पार्न हामी प्रयासरत छौँ र गर्छौँ पनि। थ्याङ्क यू, धन्यवाद। धन्यवाद सुरज ओझाज्यू, हाम्रो कार्यक्रममा समावेश भई यतिका जानकारीहरू दिनुभयो, अमूल्य समय दिनुभयो। म यसको लागि नेवा एफएमको तर्फबाट धन्यवाद दिन चाहन्छु। हस्।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो कीर्तिपुर नगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज ओझा। आज हामीले कीर्तिपुर नगरपालिकामा सुरु गरिएको डिजिटल सिग्नेचर पद्धतिबारे कुराकानी गऱ्यौँ। त्यस पछाडि कीर्तिपुर नगर क्षेत्रमा बनाइएका भौतिक संरचनाहरू, चौडा पारिएका बाटाहरूको बारेमा कुराकानी गऱ्यौँ र श्रोताहरूको गुनासोलाई पनि हामीले समावेश गरी सुरज ओझाज्यूसँग उहाँको विचार लियौँ। यसका साथै अब कार्यक्रमबाट आजको लागि म बिदा चाहन्छु। युनिक साक्य र मलाई आज्ञा दिनुहोस्। नेवा FM सुन्दै गर्नुहोला। आजको लागि नमस्ते, शुभया।